Hello guys, welcome to my YouTube channel. This is my first vlog, so तपाईहरुलाई एउटा छोटो मिठो खालको किवीको भिडियो देखाउन गइरहेको छु। भिडियो अन्तिमसम्म हेरिदिनु होला। भिडियो कस्तो लाग्छ तपाईहरुलाई मन पर्यो भने कमेन्ट गरिदिनु होला, लाइक शेयर अनि मेरो YouTube च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन्दै म यो भिडियो अगाडि बढाउन गइरहेको छु। अनि यो चाहिँ फिमेल किवी हो। अनि फिमेल किवी अब मेल र फिमेल हुनुपर्छ किवीमा चाहिँ। अनि म तपाईहरुलाई फुलबाट मेल अनि फिमेल किवी कसरी छुट्टिन्छ भनेर देखाउँदै छु। तपाईहरुले भिडियो हेर्दै जानुहोस् होला। यो चाहिँ फिमेल हो। अब म तपाईहरुलाई मेल भकमा लाँदैछु। यो चाहिँ मेल हो। म तपाईहरुलाई चाहिँ मेल र फिमेल किवीको फुलसँगै राखेर देखाउँदै छु। मैले चाहिँ मेल किवीको फुल टिपेर लिएको छु। अब म फिमेल किवी भकमा जाँदैछु। फिमेल किवी र मेल किवी चाहिँ फुलबाट कसरी छुट्टिन्छ भन्ने देखाउन गइरहेको छु। म चाहिँ मेल फिमेल दुईटै फुलसँगै राख्न गइरहेको छु। तपाईहरुले देख्न सक्नुहुन्छ मेल र फिमेल फुल कति डिफरेन्ट छ हैन। यो मैले पक्रिरहेको चाहिँ मेल हो। यो चाहिँ फिमेल हो। फिमेल चाहिँ यस्तो हुन्छ चुच्चो आको। मेलको चाहिँ हुँदैन, आको त हुन्छ तर सानो हुन्छ, भित्र यस्तो हुन्छ। फिमेलको चाहिँ यस्तो हुन्छ। यो चाहिँ अर्को बोट हो। हाम्रोमा चाहिँ किवी चाहिँ पोथी मतलब फिमेल चाहिँ 3 बोट छ, मेल चाहिँ 1 झ्याङ छ। यो चाहिँ अलिक ठुलो ठुलो फल्छ। त्यो अघि मैले जुन फर्स्टमा भिडियोमा देखाएको थिएँ त्यो चाहिँ अलिक मसिनो फल्छ। यहाँ पनि छ। यो चाहिँ अर्कै हो। यो पनि फिमेलै हो। हेर्नुस् यस्तो छ। फिमेल चाहिँ फुलिरहेको छ। सो यति भन्दै म यो भिडियो यहीँमै एन्ड गर्न गइरहेको छु। तपाईहरुलाई भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला, लाइक अनि शेयर सब्स्क्राइब गरिदिनु होला च्यानललाई भन्दै आजको भिडियो यहीसम्म।